सम्पूर्णमा नमस्कार। सर्वप्रथम त म यहाँलाई जानकारी गराउन चाहन्छु, हामीले कुनै पनि व्यक्तिको देहान्त पछाडि सबैलाई शब्दले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने गरेका छौँ। हामीले यो हाम्रो एन्फारेफ्री जुन बुद्ध शान्तिको पहिचानका रूपमा रहेका एन्फारेफ्री लोकराज ढुङ्गानाको जसको अकल्पनीय निधन भयो, उहाँको सम्झनामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने हेतुले शब्दले मात्र होइन, कर्मले नै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुपर्छ भन्ने सोच राखेर अहिले यो क्लबले उहाँको स्मृतिमा टुर्नामेन्ट गर्न लाग्दैछ। यसप्रति म सम्पूर्ण क्लबको टिमहरूप्रति हामीले आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण बुद्ध शान्तिवासी र झापावासी फुटबल प्रेमीहरूलाई यो प्रतियोगिता सफल पार्न तपाईँ हामी सबैजनाले उत्साहपूर्वक सहभागिता भएर साँच्चै लोकराज ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरौँ भन्ने एउटा अनुरोध पनि गर्न चाहन्छु। हामीले यसमा विगतमा बुद्ध शान्तिवासीले धेरै ठुलो सहयोग गरेर आर्थिक, भौतिक, नैतिक समर्थन दर्शकको रूपमा अत्याधिक उपस्थिति गरेर हरेक प्रतियोगिता सफल पार्नु भएको छ। सधैँ बुद्ध शान्तिवासीलाई हामीले यसको लागि चाहिँ कृतज्ञ छौँ र सधैँ लोड पनि दिनु हुँदैन भन्ने हेतुले हामीले लास्ट इयर च्यालेन्ज कप जुन सशुल्क गरेका थियौँ, अलिक ठुलो लगानीको थियो। अब अहिले हामीले त्यसैलाई 7वटा पालिकाबाट 1वटा क्लब झापाबाट र इलामबाट एउटा पालिका 1वटा क्लबबाट 8वटा क्लबको टुर्नामेन्ट गर्दैछौँ। जुन अघि उपाध्यक्षले भन्नुभयो अति शुद्ध छ, यसको लागतहरू अझै जानकारी गराइसक्नु भएको छ। म विशेष अनुरोध गर्न चाहन्छु बुद्ध शान्तिवासीलाई, यहाँको हाम्रो बुद्ध आदर्श माविको खेल मैदानमा यहाँको उपस्थिति नै यो लोकराज ढुङ्गानाको स्मृतिमा जुन गइरहेको छ त्यसमा भावपूर्ण श्रद्धाञ्जली अर्पण हुनेछ, उहाँप्रति सम्मान व्यक्त हुनेछ। यसको लागि झापा जिल्ला फुटबल रेफ्री सङ्घ र झापा जिल्ला फुटबल सङ्घले पनि हामीले पनि केही गर्नुपर्छ भन्ने सोच राखेका छौँ र सम्भव भएसम्म हामी छलफलमा छौँ। रेफ्री सङ्घहरूले, रेफ्रीका साथीहरूले चाहिँ पारिश्रमिक बेगरै यसलाई सहयोग गर्ने भन्नुभएको छ। त्यो बाहेक हामी यो टुर्नामेन्टलाई सफल पार्न केही थप गर्नुपर्छ भनेर सल्लाह गरिरहेका छौँ। अन्य प्राविधिक सहयोगहरू गरेर त सङ्घको तर्फबाट भइ नै हाल्छ र अहिले उपाध्यक्षज्यूले भन्नुभयो स्वैच्छिक लोकराजको स्मृतिमा स्वैच्छिक उहाँप्रति सम्मान गर्दै कसैले स्वैच्छिक रूपमा सहयोग गर्नुभयो भने त्यो सहयोग लिएर क्लबले यो टुर्नामेन्ट गर्ने र सम्पूर्ण नपुगेको रकमहरू चाहिँ क्लबले आफै व्यवहार बिहोरेर भए पनि प्रतियोगिता सफल पार्न खोजेको छ। हामी अनुरोध गर्न चाहन्छौँ बुद्ध शान्तिवासीलाई, यहाँहरूले धेरै दिनुभएको छ फुटबललाई, फेरि एकपल्ट साँच्चै बृहत उपस्थितिसहित यो प्रतियोगिता सफल पार्नुहुन्छ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु र पत्रकार मित्रहरूलाई पनि यो फुटबल टुर्नामेन्ट, यो प्रतियोगिता चाहिँ विशेष छ। यस मानेमा विशेष छ कि यो पूर्वको चाहिँ रेफ्रीको दुनियाँमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दैछौँ, सम्मान अर्पण गर्दैछौँ। यहाँहरूको पनि विशेष भूमिका रहन्छ भन्ने अपेक्षा र विश्वास व्यक्त गर्न चाहन्छौँ। सम्पूर्णमा धन्यवाद, नमस्कार, जय फुटबल। स्वर्गीय लोकराज ढुङ्गाना स्मृति च्यालेन्ज कप 2082 को आज हामी औपचारिक प्रेस मिटमा छौँ। यसै सन्दर्भमा आफ्ना छोटा जानकारीमूलक भनाइहरू राखिदिन हुन यस आदर्श युवा क्लबका उपाध्यक्ष श्री दीपक सुब्बा थेबेज्यूलाई अनुरोध गर्दछु। यस क्लबका पूर्व अध्यक्ष खेल प्रतियोगिताको नाम एन्फारेफ्री स्वर्गीय लोकराज ढुङ्गाना स्मृति च्यालेन्ज कप 2082 रहनेछ। जुन खेल 2082 वैशाख 6 गतेदेखि 13 गते शनिबारसम्म रहनेछ होइन। यस खेल भनेको हाम्रो बुद्ध आदर्श माविको प्राङ्गणमा दिनको ठिक 2:30 बजीदेखि सुरु हुनेछ भन्दै अब अध्यक्षज्यूले भन्नुभयो र यस कार्यक्रमलाई सञ्चालन गर्नको लागि अनुमानित खर्च अध्यक्षज्यूले भन्नुभयो 9 लाख रुपियाँको प्रपोजल तयार भएको छ। जुन यसको आम्दानीको स्रोत भनेको चाहिँ यही क्षेत्रमा बसोबास गर्नुहुने स्वइच्छाले सहयोग गर्न चाहनुहुने खेलप्रेमी महानुभाव सङ्घ संस्था प्लस आयोजक आदर्श क्लबको लगानीमा यो कार्यक्रम सञ्चालन हुनेछ। जुनको चाहिँ प्रत्येक दिनको गेम टिकट फ्री हुनेछ, टिकट लाग्ने छैन र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यस खेललाई सभ्य र भव्यताको रूपमा समापन गर्न सहयोग गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दै यहाँलाई स्वागत गर्न चाहन्छु। र यस फुटबल प्रतियोगिताको बारेमा भन्नुपर्दा स्वर्गीय लोकराज ढुङ्गाना यस क्षेत्रकै सानो होइन। उहाँले बुद्ध शान्तिलाई
नै उहाँले पहिचान बनाएर एउटा रेफ्रीको मार्फत विभिन्न ठाउँमा विभिन्न देशहरूमा उहाँले हामीलाई यस बुद्ध शान्तिको यसलाई रोशन गर्नुभएको छ। त्यसैले उहाँको सम्झनामा उहाँलाई सम्मान स्वरूप हामीले यही वैशाख 6 गतेदेखि 13 गतेसम्म स्वर्गीय लोकराज स्मृति एन्फारेफ स्वर्गीय लोकराज स्मृति च्यालेन्ज कप गर्ने निर्णय गरेका छौँ र यसमा हामीले 8वटा टिमहरूलाई सहभागी गराएका छौँ, जसमध्ये यहाँलाई भन्न चाहे मैले यसमा आदर्श सेवा क्लब आयोजक भइहाल्यो। त्यसै गरी दुलारी फुटबल क्लब, न्यू स्टार क्लब खोपबाडी, राजगढ फुटबल क्लब, ध्रुवटारा स्पोर्टिङ क्लब, जिरमले फुटबल क्लब इलाम छ। त्यसै गरी 87 स्पोर्टिङ क्लब झिलझिले अनि शनिश्वरी फुटबल क्लब गरी हामीले 8वटा टिमलाई हामीले सहभागी गराएका छौँ र यो यति गर्दै हामीले यसको टोटल हामीले यसको चाहिँ खर्च चाहिँ हामीले मोटामोटी 9 लाख रुपियाँको हामीले उयो गरेका छौँ र यसमा प्रथम पुरस्कार 70,000 र दोस्रो हुनेलाई हामीले 40,000, यसै गरी विभिन्न विधागत हामीले पुरस्कारहरू पनि गरेका छौँ र यो यति भन्दै गर्दाखेरि अब आज हामीले बुद्ध शान्तिका खेलकुद विकास समिति संयोजक ज्यू आदरणीय पर्सन मामाज्यूलाई पनि बोलाएका थियौँ। उहाँ हुनुहुन्न पनि हामीले उहाँ मार्फत गाउँपालिकालाई यो पुरस्कार प्रथम र दोस्रो पुरस्कारलाई पहल गरेका छौँ। म फेरि यहाँबाट पनि भन्न चाहन्छु कि यस लोकराज स्मृति यो हाम्रो मात्र होइन, बुद्ध शान्तिकै स्थान हो। त्यसैले यहाँहरूले पनि यो सहयोग गरिदिनु हुनेछ भन्ने आशा गरेका छौँ। त्यसैगरी यो फुटबल प्रतियोगिता सफल पार्नको लागि हामीलाई झापा जिल्ला फुटबल सङ्घ रेफ्री सङ्घले हामीलाई धेरै सहयोग गर्ने बाचा गर्नुभएको छ। उहाँहरूले हामीलाई बिना कुनै पारिश्रमिक लोकराजको सम्झनामा हामी सहयोग गर्न तयार छौँ भन्नुभएको छ। विशेष गरी यहाँ अहिले हामीसँग लोकराज अधिकारीज्यू पनि हुनुभएको छ, उहाँ मार्फत विशेष धन्यवाद दिन चाहन्छु। यसै गरी सम्पूर्ण पाहुना टिमहरूले जसले हामीसँग अहिले मैले नाम भने उहाँहरूले हामीलाई लोकराज स्मृतिको लागि लोकराज ढुङ्गानाको लागि हामी एकदम मिनिमम खर्च लिएर मिनिमम पारिश्रमिक अथवा मिनिमम फेयर लिएर हामी राम्रो टिम लिएर आउँछौँ भन्ने उहाँले प्रतिबद्ध जनाउनु भएको छ। त्यसको लागि हामी उहाँहरूलाई भोलि धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी सम्पूर्ण म बुद्ध शान्तिवासी तथा लोकराज ढुङ्गाना भन्ने चिन्ने सम्पूर्ण व्यक्तिहरूलाई यो अनुरोध गर्न चाहन्छु, यहाँहरूको सबैको साथ सहयोगले नै हामी सफल हुनेछौँ। यहाँको साथ सदैव रहिरहनेछ भन्ने आशा गर्दै लोकराज स्मृति च्यालेन्ज कपलाई हामी सबैको प्रतियोगिता हो, सबै मिलेर सहयोग गरौँ, सफल बनाऊँ भन्ने कामना गर्दै सम्पूर्णमा यहाँको सहयोगको अपेक्षा गर्छु। धन्यवाद। यसो गरौँ है, यो सब आफ्नो आउँछ होला। राखिदिउँ त नि